प्रहरी चौकी बगाएको छ, सुरक्षामा खटिएका प्रहरीहरू सम्पर्क विङ छन्, स्वास्थ्य चौकी बगाएको छ, एम्बुलेन्सहरू बाटोमा हिँड्दै गर्दा बगाएको अवस्था छ, ब्याङ्क बगाएको छ, सम्पूर्ण बजार नै बगाएको अवस्था छ। दर्शकबिन, देश अत्यन्तै विपद र कठिन घडीमा छ। यति बेला हामी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडिबाट उपस्थित भएका छौँ। भित्रपट्टि बालेन्द्र शाहले देशका सम्पूर्ण विपद व्यवस्थापनका संयन्त्रहरूलाई निर्देशन दिइसक्नु भएको खबर छ भने गृहमन्त्री सुदन गुरुङले पनि सामाजिक सञ्जालमा बाढी आएको र अलर्ट रहन सावधानीको चाहिँ जानकारी गराएसँगै गृह मन्त्रालयका मातहतका सबै निकायहरूलाई विपदमा खटाइरहनु भएको, व्यवस्थापनका लागि खटाइरहनु भएको भन्ने खबर हामीले प्राप्त गरेका छौँ। वरपरका हाइवेहरू सिल भएका छन्, सवारी साधनले आवाजात गर्न दिइरहेको छैन भने यतापट्टि विपद व्यवस्थापनमा पनि मिटिङ बसिरहेको छ। प्रहरी, सशस्त्र प्रहरी, आर्मी उद्धारको लागि कुद्नको लागि तयारी अवस्थामा छ र कुदिरहेको छ। रसुवागढीबाट सम्पूर्ण सहर बगाउँदै धादिङ, नुवाकोट, चितवनका क्षेत्रमा पनि त्रिशुली हुँदै नारायणी नदी हुँदै यसले देशका विभिन्न स्थानमा ठुलो क्षति, जनधनको क्षति देखिएको छ र त्यहाँका आसपासमा बसोबास गर्नुभएका बासिन्दाहरूलाई पनि अलर्ट रहन, सावधानी अपनाउन सरकारले निर्देशन दिएको छ। हामी पनि यो भिडियो मार्फत तपाईँलाई चाहिँ अलर्ट रहन हार्दिक आग्रह गर्दछौँ। यसै गरी प्रधानमन्त्री कार्यालयमा भर्खरै विपदको मिटिङ सकिसके पछाडि यहाँ कसरी व्यवस्थापन गर्ने लगायतका विभिन्न यावत विषयमा जनधनको क्षति भइसके पछाडि देशमा ठुलो आर्थिक घाटा पनि भएको छ र धेरै हजारौँको सङ्ख्यामा मानिसहरूले ज्यान गुमाएको भन्ने खबर आएको छ। यद्यपि कति जनाले ज्यान गुमाएर कतिको जनधनको क्षति भयो भन्ने यथेष्ट पुष्टि नभइसकेको अवस्था छ। हामी सिंहदरबारमा छौँ। देशभरि भइरहेको घटनाको के हुन्छ हामी यहाँबाट अपडेट गराउँदै जानेछौँ। हामीलाई फलो गरेर अपडेटेड पनि रहनुहोला। पछिल्लो घटनाक्रमको विषयवस्तुहरू तपाईँलाई अपडेट गराउँदै जानेछौँ।